हामी अब हैन सबैजना यात्रामा छौं। हल्का मात्र भन्नु हो। अरे कहना क्या चाहते हो? बाँकी कुरो चाहिँ म तपाईलाई भन्छु, म पनि झोला बोकेर एकदम दाइहरुसँग इन्जोय गर्नलाई है तयारी छौं। यता गाडी स्टार्ट हुँदैछ है, छिटो स्टार्ट गर्नु नि। यहाँ चाहिँ हाम्रो गुरुबा, हामी चाहन्छु नि हैन नि, हामी त गाडीमा जान्छौँ जे गुरु गर्दा नि। स्टार्ट भइसक्यो, दाइहरु यहाँ हुनुहुन्छ है, सर्र लाग्ने हो है। हामी माछा मार्न आएको छु। छिटो मा कसम परेन भने यस्तो अब जाल हान्ने यस्तो छ है। अब कौन है ये लोग? कहाँ से आते हैं? जाल हान्ने यस्तो छ। यता राजु दाइ, यता हाम्रो ज्वाइँ हुनुहुन्छ, यता तल सुफल दाइहरू यो ठाउँमा मार्ने भनेर सोच बनाइरहेको छु। यस्तो जाल हाने अहिले यसरी चाहिँ टक्क दुवाली फर्काएर यसरी किलो गाडिन्छ। त्यस पछाडि त्यो किलोमा चाहिँ प्लास्टिकले छेकिन्छ अरे, अनि चाहिँ त्यसरी चाहिँ मारिन्छ अरे दाइहरूले भन्नुभएको। म चाहिँ यहाँ छु है, जालले खेताउँदैछ नि। फाइनली गाइज, आज चाहिँ हामी यहाँ माछा मार्दैछौँ। यहाँ अब फेरि हामी अर्को दोकानतिर लाग्दैछौँ सबैजना साथीहरू। र अब सुरु भयो माछा मार्नको लागि जाँदैछौँ हामी। यहाँ ज्ञाने माल्दै दाजु, यहाँ रमेश भाइ। माछा दाइ कति जति होला यहाँ हेर्नु त? 7 केजी माछा मार्छ। 7 किलो छ है यहाँ। अनि माछा सानो छ र है, ल भइहालौँ। हामीले माछा राम्रै मार्दैछौँ त। 7 किलो हाराहारी भएको छ एक लटमा माछाहरू। यहाँ दाइहरू, यहाँ चाहिँ हाम्रो ज्वाइँ, यहाँ राजु दाइ, यहाँ सबै हामी जाँदैछौँ। अरे माल्दै त यस्तो मान्छे हो उहाँ। यता सब हामी जाँदैछौँ। यता फेरि हाम्रो नैना दाइ माछा खोइ जै तल राखिदिन्छ ल पैँची बाम। ल साथीहरू, आज माछा पनि मारिसक्यो अब है। अब फर्किने बेला भयो हाम्रो। सबैजना यहाँ हाम्रो चाहिँ दाइ हुनुहुन्छ। कान्छा के को 27 केजी मर्यो, 27 केजी आज माछा लिएर जाँदैछौँ हामी है। जाँदैछौँ हामी अब लाग्यो हो एउटा बेलचरा बोक्या छ त दाइहरू हुनुहुन्छ है। हामी साधनमा आएको छौँ। एउटा गाडी छ यहाँ, तल टेम्पो छ। यहाँ केही साथीहरू बसिरहेछन् है दाइहरू। अब यता एउटा टेम्पो छ। हाम्रो विशाल चल्तीको बाइक। हामी सब बसिरहेछौँ यता। कति माछा चाहिँ कति मार्यो? 23 केजी हो। 23 किलो हो। ल ठिकै छ, त्यसो अन्ली मात्र 23 किलो है। ल यता दाइ हुनुहुन्छ, यता सोल्टी छिडाल्नु त।
13 भाग छैन पुरा माछा लगाइँदैछ 13 भाग लु लु 200 ल्याउँ ल छिटो यो दाइको ए ल यो 12 किलो छ अर्काको पाप गर्नु त्यसै हुन्छ